सम्पूर्णमा आजको दिन विशेष गरी बौद्ध धर्मावलम्बीहरूको लागि एकदमै खास रहेको छ। किन भन्दा आजको दिनमा बुद्धले 3 प्रकारको लीला देखाउनु भएको थियो र ती 3 लीलाहरू के हुन् भन्दा आजको दिनमा बुद्ध भगवान लुम्बिनीमा जन्म लिनु भएको थियो र त्यसै गरी आजको दिनमा बोधगयाको वृक्षमुनि बुद्धत्व प्राप्त गर्नु भएको थियो र त्यसै गरी कुशीनगरको तीर्थस्थलमा महापरिनिर्वाण गर्नु भएको थियो। त्यसकारण हामीले उहाँका विशेष लीलाहरू र त्यसै गरी उहाँका शान्तिमय गुण र बोधि ज्ञानहरू सम्झेर हामीले पनि आफ्नो काया वाक्का चित्तबाट पुण्य सञ्चय गरी सम्पूर्ण प्राणीहरूको लागि प्राणीदान गर्नुपर्दछ। नमो बुद्धाय।